मलाई थाहै हुँदैन भने आफ्नो अब दजु छ आज भिडियो त भिडियो नै हुन्छ है। राँगा माछुलाई अहिले कति बढेको छ कि। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। होप सबैजना सन्चै हुनुहुन्छ होला। यसमा सुशील चौधरी ब्लगमा पनि सन्चै छु, आरामै छु है। नेक्स्ट डे नेक्स्ट ब्लग हजुर पनि सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला है। आज चाहिँ दुईवटा सरहरू छैनन् रे के, अनि त्यही भएर हामीलाई चाहिँ छिटो आइज रे तिमी दुईवटा भनेर भनिरहेछ। त्यही भएर आज चाहिँ हामी सङ्गम र म चाहिँ छिटो छिटो बिहान 8 बजीतिर उठेको थियौँ होइन। नास्ता गऱ्यौँ, नास्ता खायौँ। अब भन्छ डाइरेक्ट स्टोरमा जाने भनेर हामीलाई कुरा फोन आएको थियो कि। अनि त्यसपछि हिजोको चाहिँ साँझ चाहिँ लास्ट डे भयो क्या कामहरू प्लान होइन। सङ्गम मेरो नाम अलि उसमा आएको थियो कि भन्नाले पिकिङको राम्रो पर्फर्मेन्स आएको थियो कि। के गर्ने राम्रो पर्फर्मेन्स आएर मोलाहरू राम्ररी केही नि गर्न दिँदैनन्। के गर्ने त्यही हो, सधैँ एउटै कुराहरू एउटै गर्दा झ्याउ लागिहाल्छ आफूलाई पनि। हिजो त मलाई के भइरहेको थियो भनेपछि होइन, भिडियो एडिटिङ गर्दाखेरि भन्नाले अल्छी लागिरहेको थियो कि मलाई। सधैँ एउटै भिडियो एडिटिङ गरेर एउटै भिडियो हालेँ, अलिक भन्नाले लास्ट टाइपको लागिरहेको थियो कि मलाई। त्यही भएर रेगुलर घचाघच जस्तो भयो जे भयो नि मैले हाल्छु भनेर भनिरहेको छु है। त्यही भएर मैले रेगुलर गर्न खोजेँ के। अनि त्यही भएर आफ्नो जे जस्तो हुन्छ नि मैले आफ्नो लाइफमा आज हाल्छु भनेर भने कि आज चाहिँ के कति सामान आउँछ म तिमीहरूलाई सब देखाउँछु है। भनेपछि आज दुईवटा सरहरू हुन्न, आज फ्री छ भनेपछि मैले चाहिँ हिजो मदर्स डेको दिनको भिडियो बनाएको थिएँ होइन। त्यो फेरि ठ्याक्क दोस्रो दिन भइहाल्छ क्या हाम्रो भिडियो अपलोड गर्दा के गर्दा। अनि त्यही भएर मैले चाहिँ भिडियो अपलोड गरिसकेको छु होइन। हेर्नु भएको छैन गएर प्लिज चेकआउट गरिदिनु होला कस्तो छ के छ है। एकचोटि जे भए पनि जस्तो भए पनि हेरिदिनु होला के र कस्तो भएको छ भनेर मेरो भिडियोहरू है। सङ्गम चाहिँ ऊ अगाडि भिडियो बनाइरहेको छ, उसले पनि युट्युब च्यानल खोलेको छ नि त होइन। अनि त्यही भएर उसको चाहिँ पहिल्यैदेखि नै खोलेको थियो होइन। म चाहिँ नयाँ अनि त्यसपछि उसले चाहिँ सुस्त सर्ट भिडियोहरू बनाउनु गर्छ के। म पनि सर्ट भिडियो त बनाएको छैन, मलाई सर्ट भिडियो चाहिँ चाहिरहेछ। म पनि सिक्ने भने सर्ट भिडियोहरू कसरी बनाउँछ अनि त्यसमा भोइस क्याप्चरहरू कसरी हाल्छ भनेर त्यो चाहिँ मलाई सिक्न मन छ के। मलाई सर्ट भिडियो बनाउनै आउँदैन, त्यही हो पुरै लङ भिडियो बनाउने। त्यो जस्तो भयो नि भिडियो त भिडियो नै हुन्छ है। तर मैले पनि ट्राई गरिरहेको छु कि आफ्नो कन्टेन्टहरू मैले राम्रो दिइसकूँ, आफ्नो यताउता आफ्नो कामहरू मैले राम्रो देखाउन सकूँ, गर्न सकूँ, हजुरहरूको माया पाउन सकुँला भनेर मलाई धेरै आशा छ। मैले ट्राई गरिरहेको छु कि सकेसम्म कसम यति ट्राई गरिरहेको छु कि कुरै सर्दैन। त्यही भएर कस्तो गर्ने के गर्ने मलाई कन्फ्युज भइरहेको छ भने। लास्टै गर्मी बढिसक्यो अनि त्यही हो है। आउँदा चाहिँ अब कसम चाहिँ यो गर्मीले गर्दा त दिमाग खलबलिन्छ भने त्यो बनाउन अहिले सामान आएको मैले भिडियो बनाउन पाएन अथवा के गर्न पाएन भनेपछि म आफ्नो भाइलाई दिन्छु, भाइले चाहिँ देखाउँछ है। के भयो भनेपछि साँझ के भइरहेछ भने चाहिँ साँझ हामी डाइरेक्ट बिहान यस्तै गरी म भिडियो बनाउँदै गइरहेको छु होइन। डाइरेक्ट गएर साँझ टुङ्गिरहेछ क्या मेरो भिडियो। त्यही भएर मैले राम्रोसँग आफ्नो कन्टेन्ट नै मैले पुरा गर्न पाइरहेको छैन। त्यसको लागि के गर्ने कसो गर्ने मलाई अझसम्म राम्ररी बुझिरहेको छैन। त्यही भएर के गर्ने हो भनेर मैले सोचिरहेको छु क्या। गाडी आएर गाडी बसिरहेछ भने दुईवटा गाडी आइसकेको छन् आज। अनि त्यही हो, म चाहिँ स्टोर पुगिसकेँ, हामी दुईवटा स्टोर पुगिसक्यौँ। अब नास्ता गरेर काममा सुरु गर्ने हो। त्यही हो, अब हेर गम जाम भित्र जाम कामसाम गरम खाम के हुन्छ। ड्युटी स्टार्ट हो गई है। नास्ता खाने हो टक्क लगाएर लाग्छ। यही हो 24 घन्टा खाना यही हो। साँझ नखाएर डाइरेक्ट बिहान। त्यही हो, आज चाहिँ परोठा अनि त्यसपछि कलेजी छ यो खाने हो र अनि फेरि भागिरहने हो। ढकलले काम आएपछि चाहिँ मलाई हाला ठिक है। भाई जो भी हो हम ढकल लेते हैं।
जल्दी से हटो भाई हटो, हमारा लाला जा रहा है, डालो ना इसके अंदर नहीं भाई, गाडी डालो। लास्टै गर्मी छ क्या आज चाहिँ, यति गर्मी छ नि पुरै छोडिदियो। अझ 4वटा बाहिरै छ, अझ 4वटा अझ बाहिरै छ। अझ कति 2-3 घन्टा अझ लाग्छ होला सायद हाम्रो सामानहरू पनि। अब 2टा सक्यो, अब अझ 3टा बाँकी छ अब हाल्नलाई। 2 hours later. अब चाहिँ छुट्टी भइसक्यो अनि अब 10 बजे छ। आज फेरि टाइमै नगएर हैरान भइरहेको थियो भने कतिखेर टाइम जाला भन्ने लागिरहेको थियो। 10 बजेदेखि 10 बजे बनाएर त कसम से के हो। आज फेरि बिहान नै अलार्म बजेर निदै बिग्रिगयो। अनि त्यसपछि आज चाहिँ काम पनि प्लान थियो के, यति भाग्यौँ नि अन्त खुट्टा पनि यस्तो दुखिरहेछ र त्यसैमा गर्मी ओहो कुरै नगरे। अनि हाम्रो एउटाको चाहिँ आज छुट्टी छ के, अनि त्यही भएर आज चाहिँ राँगाको मासु खाने भनेर भनिरहेछन् केटाहरूले। त्यही भएर राँगाको मासु लिन जानु भनेर जाने होइन। लास्टै छन् बिजी होला नि सब। उता केटाहरू गइसक्यो राँगाको मासु लिन, लिन्छु म पनि। साह्रै होला नि त। सोध्नु न बफेलो कहाँ छ भनेर। हामीले खाने भनेको त्यही बफेलो हो कि, अनि उताबाट सारिसकेको रहेछ नि क्या। बफेलो मात्रै खाने मन लाग्छ आफूलाई, फेरि राँगाको मासुभन्दा अरू खाने हुन्न। भेट्यो अलि बोसवाला हेर्नु न, बसो भएको सेतो टाइपको हुन्छ नि सबै। यो लगम बरु त्यसमा रहेछ। आयो आज बेबी बुल आज राँगाको मासु। घर जाँदाखेरि चाहिँ यहीँबाट चक्लेट लानुपर्छ क्या, घर जाँदाखेरि होइन। यो चक्लेट चाहिँ होइन 18-20 किलो थियो क्या हामीले एकचोटि लैजाँदाखेरि के। 20 किलो ल्याक्टो चक्लेट चाहिँ देखिन्छ यो त, सिधै दियो ल्याक्टो चक्लेट चाहिँ देखिन्छ त्योचोटि। त्यही हो, कति रुपियाँ पर्छ है। हामी चाहिँ 20, म त 20 रुपियाँ जति मानेको थियो उसलाई राँगा मासुलाई। अहिले कति बढेछ कि घटेछ चाहिँ थाहा छैन, अहिले हेर्नुपर्छ कति रुपियाँ भएको छ, कति रुपियाँ रहेछ। त्यही हो, आज चाहिँ काममा थाकेर लास्ट कति दिन 2 हप्तापछि बल्ल हामीले राँगाको मासु खाइरहेको छ कि 2 हप्तापछि। राँगाको मासु लिउँ जान भनेको कहाँ पैसा बढाइसकेका रहेछन् फेरि। अनि त्यसपछि हामीसँग फेरि ठ्याक्क जति अस्ति नलिएको थियौँ त्यति मात्र थियो पैसा फेरि है। अनि आज फेरि पैसा अलिक कम भयो भने फेरि रुममा गएर सङ्गमले लिएर अब फेरि म मसला काट्नु पर्ला बनाउनु पर्ला। सङ्गम चाहिँ अब फेरि एकचोटि अब कार्ड लिएर एटिएम कार्ड फेरि मेरो रुममै छ कि, त्यो एटिएम कार्ड लिएर फेरि मासु लिएर आउँछन् अनि पकाएर अनि खाने हो। आज चाहिँ ब्याङ्क एकाउन्टको छ एकाउन्ट, त्यसमा चाहिँ मेरो मोबाइलमा कनेक्ट गरेको छु। अनि हाम्रो स्यालेरीवाला चाहिँ हुँदैन के, अनि त्यही भएर सङ्गमलाई चाहिँ फेरि आउनुपर्छ होला एकचोटि। अब घर जाने बेला पैसा अलिकति धेरै आएपछि हुन्थ्यो हेर, आन्न त हो के अन्त। अनि त्यही म चाहिँ रुममा पुगिसकेँ है, अनि सङ्गम पनि अघि छन् रुममा पुगिसक्यौँ। के गर्नु त, मासु लगभग नखा धेरै दिन भएको थियो क्या हाम्रो होइन। अब योचोटि चाहिँ खाम भन्ने प्लान भयो क्या। नेपाल गएर नि त मासु छैन भने घरमा भात नपकाओ, यहीँबाट सिधै भातै रुच्दैन हो आजकल त। हाम्रो के भयो भनेपछि होइन, मासु बिना भातै छिर्दिनँ के।
अब काम गरेर आउँछ मिठो खाने भन्ने हुन्छ मिठो खाँदाखेरि अब पकाउने सजिलो सबभन्दा के मासु बिना त्यही भएर केही खाइन्न गाडी हप्ताको एकचोटि भात पकाउने हो बासमती चामल र मासु बनाउनु त भात नपकाओ घर जानु अब हजुर पर्स उसमा मेरो उसमा सिरानीको उसमा ऊ होला लिएर आउनु त्यही हो है गाह्रो छ अब के अन्त खानु पर्यो खाना खाने यताउता गर्ने के भने गर्न परिहाल्छ अनि त्यही के छ भनेपछि आफ्नो यार अनि मलाई चाहिँ किन के भनिरहेको थियो भनेपछि तैँले रे सधैँ एउटै कन्टेन्टहरू बनाइरहन्छ श्री यताउता के हो कसो हो भनेर मलाई भनिरहेको थियो कि केटाहरूले होइन के अन्त अनि आफूलाई केही पुरानो युजर भएर केही थाहै छैन अनि के अन्त अनि अब त्यही हो जस्तो हुन्छ त्यस्तै आउँछ मलाई पनि खासै केही गर्न आउँदैन है त्यही भए सङ्गम चाहिँ फेरि एकचोटि मासु लिन जान्छ अनि म चाहिँ मासु पकाउँछु अनि भयो भनेपछि चाहिँ म भिडियो हाल्छु भएन भनेपछि चाहिँ म डाइरेक्ट खाएर भिडियो एडिट गर्नुपर्छ भिडियो एडिट गरेर चाहिँ म चाहिँ सुत्छु त्यही भए डोन्ट फर्गेट द सब्सक्राइब गर्नुहोस् प्लिज सब्सक्राइब गरिदिनु होला है मेरो अलिकति भयो नि फेरि एउटा 2टा सब्सक्राइबर बढेको छ है र वाचिङ टाइम पनि मैले सोचे अनुसार भन्दा नि माथि बढेको छ त्यसको लागि धेरै धेरै धन्यवाद है सकेसम्म सपोर्ट गरौँ सबैजनाले है यति धेरै माया देखाइदिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद त्यही हो है थ्याङ्क यू फर द वाचिङ है गुड नाइट सी यू सुन बाई